छिटो गरौँ है यहाँ छिटो खाना सब्जी पकाएर केटाकेटीलाई दिएर भैले नि जानुपर्छ ल छिटो गरौँ न अन्त मम्मीलाई चाहिँ नभन्नु है फेरि ल हामी दुईजना मात्रै सुटुक्क जानुपर्छ बुढाबुढी के तामसिन त हुन्छ त्यही त हाम्रो पो बेला हो त जहिले है नले चाहिँ नभन्नु ल किन भन्नुहुँदै थियो अघि नलैजाऊ अच्छा लाग्नु नि किन रेडी भएको भन्यो भने चाहिँ पल्लो घर जाने है त्यसै भन्नुपर्छ है ल म पनि जाने म पनि रेडी भएर आएको है म देउसी भैली खेल्न सबै रेडी भएको कि क्या अघि नै अब अनि अघि जाने कुरा पो सुन्दै थिएँ अनि म भैली खेल्न जाउँ भनेर सँगै जाउँ भनेर आएको ए म पनि सघाउँछु कि खेलाउन छिटो छिटो गरेर जाउँ न भैली खेल्न तिमीहरू जाने कुरा थियो त अनि म पनि जान्छु भनेर त्यस्तो भनेको हामी नजाने भनेको नि जाउँ न 2-4 खेलेर आऊ न म त रहर लागिरहेछ अघिदेखि रेडी भएको होइन आमा हामी उयो रिल्स बनाउने बरु तपाईँ पनि रिल्स बनाउँ न हामीसँग नाचेर ल होइन आज बल्ल बल्लको चाड हो नि त अनि भैलिनी खेल्न जाउँ न त हामी 3 जना चाहिँ म छिमेकीको घरमा जाँदा ढिलो भयो नि त अन्त तपाईँ सक्नुहुन्छ सक्नुहुन्न है किन सक्दिनँ हो अझै त म 10 गाउँ पनि भ्याउन सक्छु कहिलेदेखि जानलाई जाउँ न जाउँ न के को हल्ला छौ हुन कहाँ जाने कुरा गरेछौ आज अनि म पनि भैली खेल्न जाउँ भनेको 2 जना मात्रै जाऊ अनि जाऊ नजाने भने जाऊ तर यहाँ हामीलाई घरमा यसो खानापिना सबै बनाएर जानु है मलाई सक्दिनस् भन्छन् 2 जनाले अन्त सक्छु लैजा न लैजा 1 वर्ष दिनको चाडमा आमालाई लिएर जाँदा के हुन्छ के गर्नु बाबा अब त्यसो भने आमालाई पनि लानु नि लानु जाऊ वर्ष दिनको चाड यो रीतिरिवाज हाम्रो यो सबै हराउँदै जाँदैछ सबैले सिक्छन् यसलाई अझै बचाएर राख्नुपर्छ लानु नि त्यसरी आमालाई त्यो बुढी भएको मान्छे हिँड्न सक्दैन घुँडा दुख्छ नभनी लानु सबैले बुढाबुढी केटाकेटी सबै जवान सबैले यसलाई मनाएर पो यसलाई सिक्नुपर्छ त ल मम्मी त्यसो भए जाउँ न त तपाईँको के काम छन् सकिहाल्नु जाउँ हामी पनि खाना पकाउँछौँ ल म सब्जी पकाउँछु तपाईँ खाना बसाउँछु कि लैजाउँ भनेको अनि बाबाले पनि थाहा पाइहाल्नु भयो अब हुन्छ ठिकै छ बुढाबुढी अरू बेला घुँडा दुखेर चाहिँ हुरुक्कै हुन्छ नि यति बेला चाहिँ किन तम्सिनु फेरि है तपाईँले सुनाउनु भयो कि मैले सुनाइन तपाईँले सुनाउनु भयो होला मैले त नभन्नु भनेको बिहानदेखि अब ल ल ल अब जे भयो त्यही भएर अब जाउँ बुढीहरूले राम्रो गाउँछ नि त ठिकै छ त स्वर पनि बाँकी जानु बुढी पनि आइसक्नु पैसाले बेचिदिन्छ नि लु जाउँ है दिदी मम्मी लु आमा जाउँ ढिलो भयो रात परि सक्यो लु छिटो कस्तो घरदेखि थाल्नु लु जाउँ त्यही त लु झोला